हल्का उज्यालो हुन थाल्यो होइन त ठिक छ नि केटा हो हामी चाहिँ बिहान उठेर 1 घन्टा 1.5 घन्टा जति भयो होइन हामी ने 1.5 घन्टा पछि चाहिँ हामी धेरै माथि आइपुगिसकेका छौँ अब हेर्दा त अब कति हो कति कुरै नगरौँ त्यही हो बाटोमा मान्छेहरू टन्नै आउँदैछन् तलतिर त हामी चाहिँ अलि अगाडि आइपुग्यौँ तलतिर कति छन् कति ग्याङ छन् उकालो बाटो सकिएर बल्लसम्म अलिकति सिधा बाटो देख्न पाइयो है सिधा सम्म ठाउँ बस्ने होला नि त यहाँ एकछिन रेस्ट अब हामी यहाँबाट चाहिँ उता जानुपर्छ चन्दनबारी भन्ने ठाउँ रे उता पर पछाडि देखेको यो डाँडा चाहिँ यो डाँडा यताबाट हुँदै जाने हो यताबाट उक्लिएर
चौरी रे अब यताको स्पेसल उ भने चौरी नै होला हैन बारीको उकालो सुरु हुने बित्तिकै यहाँ पुरै अब यहाँबाट उक्लिन चाहिँ हो सबैभन्दा गाह्रो रे अब यहाँको लौरी के भन्ने थियो अब यहाँबाट चाहिँ एकदम गाह्रो छ अरे बाटो जसो तसो गरेर अब हामी लाग्छौँ एउटा लौरो चढाएर अनि त्यसपछि पैसा दिएर अनि फेरि लौरो किनेर लानुपर्छ अरे अब हामी त्यहाँ चढाउन चढ्न नि सकेको छैनौँ एकछिन रोकिरहँ हेर्नु मान्छेहरू टन्ने कति कति मान्छे कहाँ कहाँ कति कति गाह्रो ल फाइनल्ली उकालो सकेर हामी चाहिँ अब सम्म बाटोमा आइपुग्यौँ अब यहाँबाट चाहिँ जम्मा कति घन्टा रे 1 घन्टाको बाटो अरे त्यही हो त्यही भने ल यता खिच्नु त म अब यहाँ खिच्दा त यहाँ 2-4 वटा शब्द बोल्छु अब यहाँ हामी के अरे 1 घन्टामा चाहिँ पर के अरे ताल पुग्छौँ अरे गोसाइकुण्ड पुग्छौँ कुण्ड पुग्छौँ अरे त्यही हो हामी आज चाहिँ धुन्चेबाट हिँडेर आउने चाहिँ आजसम्म कोही पनि अहिलेसम्म आज चाहिँ कोही थिएनन् रे हामी चाहिँ एउटा 4 जना हामी यही 4 जना हाम्रो ग्रुप मात्र हो धुन्चेबाट नन स्टप हामी कुण्ड पुग्ने होला त्यही हो अब 12 घन्टामा चाहिँ हामी बिहान ठ्याक्क 4 बजेर 5 मिनट जाँदाखेरि हाम्रो यात्रा सुरु भएको थियो हामी अहिले कति बज्यो अहिले 1 बजे हामी अब 1 घन्टाको बाटो बाँकी ठाउँमा पुगिसक्यौँ भनेपछि सोध्नुहोस् अब हामी कहाँ बस्या होला कि छैनौँ होला होइन हाम्रो यात्रा कहिले नि एकचोटि पनि हाम्रो पाइला रोक्या छैन हामी एकदम निरन्तर पाइला अगाडि बढाइरहेछौँ अब यहाँ बस्ने कि उता बस्ने कुरा भइरहेको थियो तर हामी उतै जानेमा भयो होइन त त्यही होइन हाम्रो त्यही हो ल त्यही हो अब यी डाँडा काँडा यस्तै छ रमाइलो अब के कुरा गर्ने हो र होइन डाँडा काँडा पुरा बबालै छ स्वर्गै हेर्ने भयो अब तपाईँहरू यही ठाउँमा आउनुहोस् स्वर्ग हेर्न अन्त जानै पर्दैन अनि तपाईँहरू यो ठाउँमा ट्रेक आइसकेपछि चाहिँ तपाईँ नेपालको जुनसुकै ठाउँमा ट्रेक जान नि एकदम सजिलो हुन्छ तपाईँलाई सबैभन्दा गाह्रो ट्रेक भन्छ गाडीहरूलाई उकालो एकदम उकालो क्या उकालै धेरै भएर होला ल 2-4 वटा शब्द सुनिदिउँ न त के छ त केटाहरू के छ ठाउँ त दामी है बबाल है यस्तो हो कहाँबाट ढल्ने भन्ने मात्र कुरो भइरह त्यसै हो अब पानी पनि पर्न थाल्यो अब फोनमा चार्ज गर्न नपाउने भएर मैले ठाउँको सबै ठाउँको चाहिँ बनाएको छैन ठाउँमा अलिअलि ठाउँको मात्र भिडियोहरू बनाइरहेको छु अब सबैले मन पराएर हेरिदिनु होला त्यही त हो नि के छ र अरू त ल हामी चाहिँ फर्स्ट यहाँबाट आएर देखिने कुण्ड फर्स्ट कुण्ड सरस्वती कुण्ड भन्दा रहेछ नि यसलाई चाहिँ त्यहाँ आइपुग्यौँ अब यो एकछिन हेर्न पर्यो अनि फेरि लाग्छौँ बाटो यताबाट डाँडातिर चढ्छौँ चढिरहने हो प्रकृतिले त देखे हो
अब त आइपुग्छ किचनमा यार। अब त चिन्तै छैन मलाई त। पानी पर्न थाल्यो, रेनकोट पनि लगाएँ। अब चिलमा चाहिँ गइन्छ। फर्स्ट एउटा कुण्ड चाहिँ देख्यो हामीले सरस्वती कुण्ड भन्ने। अब अर्को कुण्ड आउँछ फेरि। पानी चाहिँ एकदम ठुलो पर्यो अब चाहिँ, लास्टै ठुलो। यो चाहिँ अर्को कुण्ड रे, यो भैरव कुण्ड। यो चाहिँ यहाँको सबभन्दा डेन्जर ठुलो गहिरो। पानी ठुलो पर्यो पानी। पानीले हालत हेर्नुहोस्। यो त हेरिरहन मन लाग्यो मलाई। सायद भोलि हामी चाहिँ यहाँ जान्छौँ होला। यो कुण्डमा भोलि चाहिँ हामी जान्छौँ। पानी लास्टै ठुलो पर्यो यार, लास्टै एक्सट्रिम लेभल। तरिका यस्तो हालत छ यार, यस्तो। यस्तै ठुलो पानी पर्यो। हाम्रो जय जयकार होस्। यहाँसम्म आइपुग्यो। जय भैरव कुण्ड। ल फाइनल्ली हामी चाहिँ हाम्रो कति घन्टा हामी ठ्याक्कै बिहान 4 बजीदेखि अहिले लगभग 2 बजीसम्मको यात्रामा चाहिँ हामी धुन्चेदेखि गोसाइकुण्ड आइपुगेको छौँ। फाइनल्ली अब आइपुगिहाल्यौँ। अब केटाहरू 2जना चाहिँ अलि हिँड्न नसकेको के हो, अहिले चाहिँ उतै बसिरहन्। हामी 2जना चाहिँ आइपुग्यौँ। त्यही हो। अब देखाउँछु म तपाईँहरूलाई ठाउँ यस्तै छ। रमाइलो छ। स्वर्ग हो नि। हामी चाहिँ भनिन्छ नि, खुट्टा होइन मन थाकेपछि गन्तव्य सकिन्छ भन्छन्। हामीले चाहिँ कहिले पनि मनलाई थाक्न दिएनौँ। त्यसैले हामी चाहिँ 4 बजेदेखि 2 बजेसम्म भनेपछि 9-10 घन्टाको भित्रमा हामी धुन्चेबाट ठ्याक्कै गोसाइकुण्ड नै आइपुगेको छौँ। हामीसँग एउटा साथी यहाँ छ, 2टा चाहिँ अलिकति स्लो भएको अहिले। त्यही हो, डाँडा काँडा स्वर्ग हो नि। स्वर्ग खोज्न अन्त जान पर्दैन भन्छन्। हो रहेछ, साँच्ची नै आइपुगेको थाहा भयो होइन अङ्कल? होइन त, होइन भर्खरै आइपुग्यो हामी। हजुर हो। ये मकान है तो रानी होता है। ये आमानिए। आमानिए।
शिवजीले त्रिशुल गाडेर त्रिशुल नदीको उत्पादन भएको ठाउँ हो कि के भन्थे क्या अरे त्यहीँनिर जाँदैछौँ जाडो छ धेरै नै यस्तै छ भ्यू चाहिँ अब डाँडामा चाहिँ घाम लागेको छ डाँडामा चाहिँ एकदम मिठो घाम लागिसकेको छ ल यहाँ चाहिँ शिवजी देखिँदैन हुँदो रहेछ हामीले शिवजीको दर्शन गऱ्यौँ होइन अब हामी फेरि अब शिवजीले यहाँ यता के गर्नु भएको त्रिशुल गोपेर पानी निकाल्नु भएको अब त्यो हेर्न जाँदैछौँ उक्लिँदैछौँ हाम्रो केटाहरू त कहाँ गएछन् लौ न बर्बाद पारे मल छोडेर